नमस्ते साथीहरू, आज म मेरो साथीले भेट्न जान लागेको छु। के कस्तो अवस्था छ, कस्तो छ, के छ भनेर हेर्न सक्नुहुन्छ। अलिकति यहाँ म देखाउँछु तपाईँहरूलाई यस भिडियो मार्फत उहाँलाई के कस्तो छ, के छ उहाँको अवस्था भनेर। आज म मेरो साथीलाई भेट्न जान लागेको छु। इन्डियाबाट आएको चाहिँ 6-7 दिन भइसक्यो। अब त जानु के छ भन्तिर हेरेर उहाँको घर चाहिँ हेर्न सक्नुहुन्छ। यो होइन, घर चाहिँ टक्क लाएर यतिर चाहिँ अलिकति भट्किन लागेको छु चाहिँ बनाउनु चाहिँ बिस्तारो त्यतातिर छ होइन। ओ गडा के हो यार, सुतिरहेको छस् के यार? मस्त तले ल। नमस्ते नमस्ते नमस्ते, के छ खबर? ठिक छ हजुर। साँच्चै ठिकै छ यार। के छ अनि के भएर सुतेको यार यस्तो? अरे यहाँ मेरो खुट्टा गयो ए टापुङ्गा भएर बर्बाद भइसक्यो त्यो खुट्टा त यार। हजुर सुतिरहेको थिएँ। मर्केको कि भाँचेको यार खुट्टा? खै अझैसम्म थाहा छैन दबाई थाहा हुन्छ खै भोलि पर्सि थाहा होला नि। ए अलिअलि हिँड्न सक्नुहुन्छ? किन केही काम थोरै सर? यतातिर गएर यसो कुराकानी गरौँ न अलिकति भयो नि भनेर गएर। हुन्छ आउनुहोस् न त बस्नुहोस्। हुन्छ आज यतातिर अलिकति उरन्छ लौरो राख्नुभएछ र हिँड्न सक्नुहुन्न। लौरोतिर बस्नु, चप्पल लगाउनुहोस्। उहाँ अलिक उतापट्टि सुत्नु भएको रहेछ, भित्र सुत्नु भएको रहेछ। उता ताला लगाएको रहेछ घरमा पनि। अनि त्यसपछि हामीले उहाँलाई अलिकति यतातिर अलिकति सहज होस् केही कुराकानी जान्नको लागि हामीले उहाँलाई यहाँ लिएको छौँ। अब सुनौँ उहाँको पनि मनको व्यथा कथाहरू के छ अलिकति हामीले सुन्नु होला। अनि त्यसमा भिडियो हेर्नु होला के कस्तो छ भनेर। अब चाहिँ हामी यतातिर म उहाँसँग अलिकति कुरा गर्छु। अनि के छ, तपाईँ इन्डियादेखि कहिलेतिर आउनुभयो? हजुर नमस्ते दर्शकबिन, मेरो नाम शङ्कर सुनार। म इन्डियादेखि आएको भइसक्यो 6 दिन भइसक्यो। 6 दिन हुँदाखेरि यहाँ एक्लै छु, अहिले एक्लै बसिरहेको छु। हिजो गेम खेल्छु भन्दा खुट्टा पनि गयो। अहिले एक्लै छु, एक्लै बसिरहेको छु। अनि किन एक्लै बस्नु भएको छ? घरमा त कोही हुनुहुन्न, ताला चाबी लागेको छ, केही छैन, सुनसान छ घर, मान्छे उता गएर एक्लै सुत्नु भएको छ। एक्लै भइयो। अब पहिला पनि अब यस्तै भयो। अनि अब घरबाट पनि अब बिहा गरेको थिएँ मैले। बिहा गर्दाखेरि अब छु अलग भएको, एक्लै थिएँ। अनि त्यस्तै त हो। पहिले बिरामी भए, बिरामी हुँदा आफन्तले छोडेर गए। अहिले पनि यस्तो हालतमा छु, त्यही पनि एक्लै छु र पनि कसै साथमा छैनन्। दुःखी जिन्दगी यस्तै रहेछ, के गर्नु र। अब जसो तसो दिन कताइरहेको छु। खुट्टा ठिक भयो भने आफ्नो जिउ पाल्न उ गर्न जान भनेको छु। त्यस्तै छ। जिउटा पाल्नु पऱ्यो, अब के गर्नु। अनि तपाईँको खुट्टा चाहिँ के गरेर थियो? बल खेल्दाखेरि अलिकति? हजुर यो बल खेल्छु भन्दाखेरि हिजो बल तपाईँको खुट्टा लास्दै? हजुर रातभरि सुत्न नभएर अब एक्लै छु। रातभरि अब अहिले औषधि गरेर यस्तै राखेको छु खुट्टा पनि। हिजो बल खेल्न गएको थिएँ, त्यति बेला मर्क्यो। खानासाना बनाएर खानु भयो, चाबी लानु भएको छ दोकानमा पनि? अब खाना अब पकाउन मन लाग्दा पकाउँछु। अब आज सके छैन, अब अहिले साँझ जस्तो पकाउनु पर्ला भन्छु। चाबी लगाएको थिएँ, चाबी लगानुको कारण यस्तै अब खुट्टाले हिँड्न हुन्न। अब एक्लै छु, अब यताउता रेखदेख गर्ने पनि कसै छैनन्। त्यही भएर चाबी लगाएर सुतेको थिएँ। अब त खोल्न पनि सक्दैन चाबी।
अब राम्ररी हिँड्न त सक्दैन, त्यही भएर अब चाबी लगाएको थिएँ। हामीले पनि देख्यौँ तपाईँ हिँड्न सक्नुहुन्न, लौरो टेकेर पल्ल त्यहाँदेखि उठेर आउनुभयो। हामीले पनि देख्यौँ तपाईँको खुट्टाको अवस्था अलिकति हजुर नाजुकै रहेछ खुट्टा, किनकि नाजुकै भयो। अब यहाँ पट्टी गरेछु, यहाँ यता सुन्ने छ, त्यही भएर पट्टी गरेको छु। अनि अहिले तपाईँको बुवाहरू घर परिवारहरू कता कता हुनुहुन्छ? भर्खर इन्डियाबाट आउनुभयो रहेछ। भर्खर छैनन्। इन्डियाबाट आएको आमा बुवाहरू चाहिँ अलग हुनुभएको थियो। अलग हुनाको कारणले तलतिर हुनुहुन्छ नयाँ घर। छुट्टिएको थिएँ, छुट्टिएको बि एक साल भयो। तपाईँ बिहा गरेर छुट्टिनु भयो? हजुर एक्लै होइन, बिहा भएको थियो, 1 साल भयो। अनि अब के भन्नु र, अब दुःखी जिन्दगी, काम गर्दै थिएँ हाल इन्डियामा। अब इन्डियामा पनि मेरो यहाँ टाउकोमा चोट थियो सानोको, अनि यही कारणले गर्दा थोडा औषधि दबाई पानी चलिरहेको थियो। त्यस्तै रहेछन्। अब औषधि चल्दा चल्दै अब छोरा अब सबै निक्लेर छोरा गए। अब जिन्दगीभरि साथ दिन्छु भन्ने मान्छेले त छोरा गए भनेर अब अहिले हाल अब नेपालबाट आएको हो। छैन, कसै छैन, यही बाख्रा पाखा छ, जो छ यो देख्नु सक्नुहुन्छ, आउनुभएको छ। त्यसो भए तपाईँ बिरामी हुनुभयो, यतातिर घर श्रीमतीले छोडेर गए, बिचोक रहेछ तपाईँको जिन्दगी। हजुर म बिरामी भएँ। अनि बिरामी हुँदाखेरि फेरि श्रीमतीले नि छोडेर गएँ, त्यही भएर इन्डियाबाट फेरि म फेरि नेपाल आएको थिएँ। अनि हिजो फेरि बल खेल्छु भन्दा खुट्टा मर्क्यो। अनि आज यस्तै सुतिरहेको छु, उठ्न पनि सकेको थिएन। हजुरहरू आनु भएर उठेको। हिजोदेखि चाबी लगाएको थिएँ, चाबी पनि अहिले त खोलेन, खोल्नै सकिन्न त। अब के गर्नु, अब सब कुरा आफ्नो पाखुरा हुँदैछ, पाखुरा नै चल्दैन। त्यही भएर नै सायद छोरा बाबुलाई अलिकति मान्छे अलिकति श्रीमती भनेको जिन्दगीभरि साथ दियोस्, सधैँभरि आफ्नो दुःख सुखमा जस्तो सुकेमा पनि साथ दियोस्, घर गरेर खान सकोस्। अलिकति त्यो पैसा भन्ने कुरा आज हुन्छ भोलि हुँदैन हेर्नुहोस्, तर जिन्दगीभरि साथ चाहिँ हुनुपर्छ। साथ सपोर्ट भयो भने चाहिँ मान्छे अगाडि बढ्न सक्छ। एक्लैले त केही हुँदैन, किनकि अब मान्छेको त्यस्तै हो जिन्दगी भनेको। अब हामीले सोच्छौँ, के सोचेको हुन्छौँ, अब घरमा के भइरहेको हुन्छ, अब अलिकति मान्छे बिरामी भयो, केही भयो भने, अब अलिकति मान्छेमा केही कमी कमजोरी देख्यो भने मान्छेले त्यो छोडेर जानुपर्छ। त्यस्तो चाहिँ कसै चेलीबेटीले नगर्नु होला, किनकि मान्छे भनेको मान्छेले विश्वास गरेर लिएको हुन्छन्, घर गरेर खालान्, के गरेर खालान्, अलिकति आफ्नो पनि सहायता होलान् भनेर मान्छेले लिएको हुन्छन्। तपाईँहरू त्यसरी छोडेर कसैले पनि नजानु होला, किनकि अब मान्छेको अलिकति तपाईँहरूको कारणले गर्दा कसैको घर बिग्रिन सक्छ, कसैको जिन्दगी नै बिग्रिन सक्छ। त्यसैले त्यस्तो चाहिँ कसैले धेरैको बिग्रे पनि छन्, धेरैको बिग्रेको यहाँको बिग्रेछ देख्न सक्नुहुन्छ आजभोलिको समाजमा। आजभोलि फेरि जिन्दगी सबैभन्दा ठुलो पैसै हो होइन? हजुर पैसै हो जे गर्दा। म पनि पैसै कमाउन गएको थिएँ। अब पैसा कमान्छु भन्नाले आफ्नो उपचार गर्छु भन्दा त्यता लागेँ। हजुर त्यही भएर पनि होला सायद, खै अब यो कुरा त के न गए के गरेँ भन्ने त उहाँको मलाई त्यति थाहा छैन है। त्यही पनि मलाई त्यस्तै लाग्छ, सायद पैसै हो सबैभन्दा। मेरो पनि शरीर आरा भयो, आरा हुनाको कारणले यहाँ टाउकोमा अब पुरा दबाई पानी गर्छु भन्दाखेरि पैसा केही महिना रोकेको थिएँ। तपाईँ अलिकति त्यो आफ्नो उपचारतिर पैसा लगाएको भयो, घरतिर पठाइदिनु भएन। अनि आफ्नो उपचार नै गर्नु पऱ्यो भने जिन्दगीको सबैभन्दा ठुलो त आफ्नो शरीर हो। उपचार गर्छु, अब उपचार गर्छु भने अब साथ दिने पनि छैनन् कसै। अब अघि पछिबाट तैँले यो गर, म यो गरिदिन्छु, तँलाई यति हालिदिन्छु भन्ने मान्छे भएको भए त घर पनि अब चलो यति हालिदिन्छु भन्नुहुन्थ्यो। अब कसै पनि थिएनन्, त्यही भएर अब पैसा पनि 2 महिना जति रोकिएको थियो है। त्यसै कारणले छोडेर जानुभयो कि अथवा के गर्नुभयो त्यो त थाहा छैन होइन। चलो उनीहरू खुसी रहे, हामी पनि खुसी रहला भन्ने आशा बोकेर म नेपाल फर्किएको थिएँ। अहिले पनि अब यस्तो भइरह, सायद अब जिन्दगीले लडाइरहेको छ। अब कति बेला उठ्ने हो थाहा छैन होइन। जिन्दगी आज हुन्छ भोलि हुन्न, त्यही हो। आज अलिकति मान्छेको समय खराब चलेको हुन्छ, हजुर भाग्यले पनि साथ दिएको हुनसक्छ। कुनै न कुनै दिन मान्छेले एक दिन देख्नु भएको छ, मान्छे असक्त कति हुन्छन्, तर असफलतामा पनि मान्छेहरू एक दिन सफलतामा पुगेको हुन्छन्। आफ्नो आँट विश्वास चाहिँ हुनुपर्छ, भरोसा चाहिँ हुनुपर्छ। जिन्दगीमा आफ्नो विश्वास कहिले तोड्न हुन्न। पैसा भन्ने कुरा आज हुन्छ भोलि हुन्छ, टेन्सन गर्नुहुन्न जिन्दगीमा, कहिले पनि टेन्सन गर्नुहुन्न। टेन्सनले मान्छेलाई डिप्रेसनमा पुर्याउँछ, आफ्नो जिन्दगी नै बर्बाद हुन्छ।
त्यस कारणले टेन्सन चाहिँ कहिले जिन्दगीमा गर्नुहुन्न त्यही हो भन्नुहोस् अरू चाहिँ के भन्नु हामीले तपाईँले हजुर हजुर हल्का टेन्सन त भइहाल्छ अब जिन्दगीभर साथ दिन्छु भनेर गएको आफ्नो जिन्दगी भन्नाले नि अब टेन्सन त कसरी नगर्नु सर अब देख्नु जन्मदिएको आफ्नो बाआमाले पनि अलग भइसके पछाडि अब यहीले साथ मिलाइ होला जिन्दगीमा अब उड्दा बज्दाखेरि पानी दिने बुढेसकालमा लौरोला भन्ने भनेको अब उसले पनि त छोडेर गइसके पछाडि अब टेन्सन नगर्ने त कुरै भएन बुझ्नेले नबुझेपछि तपाईँले मात्रै बुझेर पनि भएन भएन एक्लैले बुझेर कहाँ हुन्छ जिन्दगी हजुर खै एक्लैले अब गर्दा जिन्दगी चल्दैन चल्दो रहेछ अब देख्नुहोस् अब एक्लैले नचल्दो रहेछ बसिरहेको छु अब एक्लै छु देख्न सक्नुहुन्छ ताला लगाएको छु त्यस्तै छ सर अनि बुवा मम्मी कता हुनुहुन्छ दाजु तपाईँको बुवा मम्मी पनि बुवा मम्मीहरू पनि घरतिरै हुनुहुन्छ आज यस्तै अब छरपताउको गाउँको त पऱ्यो छरपताउको छर्न गएको छन् अनि त्यही नै हो बुवा मम्मी पनि तल नयाँ घरमा हुनुहुन्छ म यहाँ माथि पुरानो घरमा छु एक्लै बस्नु भएको छ हजुर घरमा हजुर अब बाउको नाम सम्पत्तिमा अब यही मिलेको थियो त्यही भएर यही घरमा बसिरहेको छु जे जस्तो दिन बिताइरहेको छु अब जोरौला कमाउला भन्ने बेलामा यस्तो भयो के गर्नुहुन्छ अब भाग्यको कुरा त समयको कुरा हो मान्छेको आज के हुन्छ भोलि के हुन्छ कस्तो देखेको छ र मान्छेले यस्तो हुन्छ भन्ने कुरा थाहा भएको भए उति बेला सोचिन्थ्यो होला उठेर बुझिन्थ्यो अब यति बेला अब सोचेर बुझेर अब केही पनि लाग्दैन अब त्यस्तै हेर्नु अब चाहिँ सोच्ने भनेको यो हो कि म चाहिँ यस्तो गर्छु जिन्दगीमा यस्तो गर्छु म हरेस खान्न म अरू गए पनि अब आफ्नो विश्वासमा चाहिँ म उ गर्छु म कुनै कुरामा पनि मान्छेले यस्तो गरेर गएको थिएँ भन्ने कुरा चाहिँ मनमा राखेर अगाडि बढ्नेछु भन्ने चाहिँ सोच्नुपर्छ अरू त्यस्तै हो जिन्दगीमा आज एउटा आन्छन् जान्छन् भोलि अर्को आन्छन् साथ दिने भनेको आफ्नो सासले मात्रै हो सास सक्यो भने त्यही सासले पनि साथ दिन छोड्छ अब छाया त्यो अलिकति एक्लै हिँड्दाखेरि छायाले साथ दिने नत्र कोही होइन साथमा कोही हुँदैन जिन्दगीमा हजुर जेसुकै भए पनि जस्तो भए पनि आफ्नो जिन्दगी जसो तसो चलाउनु पर्छ जिन्दगीमा हजुर। त्यही नै हो अब दुःख सुख भन्ने आज हुन्छ भोलि हुन्न आज मान्छे दुःखी छ भोलि सुखी हुनसक्छ त्यही कुरामा पुरै मान्छेले टेन्सन गर्नु यही सोच्नु जिन्दगी यस्तै हो आज के हुन्छ भोलि के हुन्छ वास्तवमा मान्छे अब एक दिन मरेरै जाने हो कति धन्छ कमाए पनि जे जति जोरे पनि जे जति जोरे पनि त्यो साथमा लगेर कसैले जाने एउटा लगेर जाने भनेको हामीले सिरिप सेतो कपडा मात्रै हो आफ्नो आङमा लागेको कपडा पनि लगेर जाँदैन त्यस्तो हुन्छ जिन्दगीमा त्यही भएर हामीले धन सम्पत्ति कमाएर के काम र भन्नु एउटा त्यही हो कि जिन्दगीमा मान्छे सुखी परिवार बस्न पाइयोस् हाँसी खुसी होस् जिन्दगीमा कुनै कुराको टेन्सन नहोस् एउटा कतरा मुनि भए पनि चुने कतरा मुनि भए पनि जिन्दगी मान्छेको कट्छ के जसो तसो त्यही नै हेर्नुहोस् तपाईँलाई कस्तो लाग्छ के लाग्छ मेरो सोचेँ चाहिँ तर तपाईँले भन्नुभयो होइन दाइ होइन मलाई यस्तो लाग्छ कि जिन्दगी मरेर के लानु छ र तपाईँले यस्तो भन्नुभयो अहिले यस्तो हुनु रहेछ सब खुसी हुनलाई जिन्दगीमा ऊ सब कुछ गर्नलाई सबैभन्दा पैसै चाहिने रहेछ पैसा चाहिन्छ भन्ने त्यो मलाई लाग्छ सबै पैसै चाहिने रहेछ मान्छेहरूले भन्छन् मरेर लानु के छ र यस्तो उस्तो मुखले भन्छन् तर सबभन्दा ठुलो चाहिने भनेको पैसा रहेछ पैसा भएपछि सबै आफन्त सबै हुँदो रहेछन् होइन त्यो त सही हो त्यो त एकदम अहिले मेरो पास केही पनि छैन अब सानै थिएँ सानैबाट अब यस्तै बल खेल्ने हिँड्ने खाने गर्थेँ अब पढाइ पनि बिचैमा छोडिदिएर कति क्लाससम्म पढ छोड्नु म पढाइ 5 क्लाससम्म पढ्दै छोडिदिएको अनि यस्तै बल खेल्दै खाँदै हिँडिरहेको थिएँ अनि अब त्यही पछाडि हल्का थोडासा उमेर भरिँदै गयो उमेर भरिने कारणले अब केही काम गर्छु भन्ने कारणले म गाडी लाइनमा गएको थिएँ गाडी लाइनमा जाँदाखेरि अब बिहा पनि सिक्नु भएको तपाईँ हजुर हजुर गाडी चलाउन सिकेको थिएँ ट्र्याक्टर बिच चलाएँ मैले एक साल चलाएँ अनि ट्र्याक्टरबाट नि हुन्न भनेर अब बिहा गरेँ अनि बिहा गरिसके पछाडि इन्डिया गएको थिएँ इन्डियातिर गएको अनि फेरि एक साल जति बस्नु भयो एक साल बसेँ हजुर हजुर बिहा गरेर 1 साल बसेर अनि आएको अहिले पनि यस्तो छ हेर्नुहोस् पैसा हुँदो रहेछ पैसा अब उठेर पनि अब कमाउन सकिएन अब अहिले पनि जिन्दगीले लडाएको लडाइ छ अब थाहा छैन खै एक दिन अब अवश्य होला भनेर यस्तो गरिरहेको छु अब हेरौँ अब के हुन्छ अब कस्तो हुन्छ मलाई एउटा कुरा के लाग्छ भनेपछि मान्छेसँग मन भए पनि
धन नभएपछि केही लाग्दैन केही एउटा कुरा अब नलागेको छ। तपाईँसँग मन छ हजुर अब त्यो कसै मान्छे बिरामी भएको छ भनेपछि तपाईँले त्यसले मन अलिकति सम्झाएर बुझाएर अलिकति हामीले सहयोग गर्न पाएनौँ भने अब के गर्न सकिन्छ अब तपाईँको मन छ अब त्यो आफूमाथि पैसा छैन अहिले आफ्नो उपचार गर्न सक्दैन त्यस्तो हुन्छ जिन्दगी मन भएर मात्रै पनि हुने रहन्छ अब धन भएर मात्रै पनि हुने अब देखेकै छौँ धन भएको मान्छेहरू पनि कत्रा कत्रा मान्छेहरू सुखी हुन सकेको छैन जिन्दगीमा अब हामीले कति देखेछौँ मान्छे तर जिन्दगी एउटा त्यस्तै लाग्छ मलाई जस्तो जे सुखी भए पनि एउटा साथमा बुझ्ने मान्छे भयो भने चाहिँ यस्तै कहाँ राख्थ्यौँ त ल जिन्दगी एकदम सहज हुन्छ कि खुसी साथ बाँच्न सकिन्छ त्यति मलाई त्यति लाग्छ अरू चाहिँ मलाई पनि यस्तै लाग्छ मैले पनि साथी यस्तो कहाँ लाग्थ्यो चारवटा मुनि पहिला, छ। मलाई पनि यस्तै लाग्थ्यो पहिला जिन्दगीमा यही छ बुझ्ने मान्छे भएपछि म यो दुनियाँलाई पनि हराएर म अघि बढ्न सक्छु भन्ने जस्तो लाग्थ्यो तर त्यही यो भरम रहेछ मेरो अहिले दुनियाँलाई हराउनु भन्दा पनि दुनियाँले मलाई हराइरहेको छ मैले आफै दुखी हुनु पर्छ आफै हेर्नु सबै यस्तो स्थिति छ खाने के हो लाने के हो त्यो थाहा छैन अब जे जस्तो भए पनि अब दिन कताउँछु अब केही गर्ला भन्ने छ केही छैन अरू जे जस्तो भए पनि त्यस्तै हो मलाई जिन्दगी कताउनु पर्दो रहेछ के गर्नु अब बसेर पनि काम छैन भनेर अब म पनि यही खुट्टा ठिक भयो भने फेरि पनि पुरानो कामतिर निस्किने भन्ने प्लान छ अब गाडी चलाउँछु अब पेसा अब उही नै हो अब हातमा सिप भनेको यति नै छ हातमा एउटा सिप त्यो तपाईँको सिप एउटा हातमा सिप छ भनेपछि नि हजुर। जिन्दगीभरि त्यसले खाना दिन पुग्छ कि किनकि मान्छेको एउटा हातमा सिप अनिवार्य हुनुपर्छ तपाईँलाई कसैले केही जानेछस् भन्दाखेरि मैले यस्तो काम जानेछु भनेपछि तपाईँलाई ठ्याक्क उसले पनि यस्तो काम जानु रहेछ उसले भनेर तपाईँलाई जागिर हजुर यो सिप पनि मैले पनि यसलाई छोडिदिएको थिएँ सिप हजुर। के हो यस्तो उस्तो भनेर हजुर अहिले हेर्नुहोस् म एकदम गिरिरहेको छु म एकदम जिरो लेभलमा छु अहिले मलाई यही सिप काम लाग्न लागेको छ अब तँलाई आइज अब यस्तो गाडी चलाउँछस् आइज यही गाडी चलाएर खा भन्ने पनि अब भनिरहन् मान्छेहरूले पनि होइन तपाईँको बुलाहन अब खुट्टा असक्त भए पनि गाडी चलाउनुहुन्छ अब त्यो अलिकति गाडी सारी त चलाइहाल्नुहुन्छ हजुर हजुर अलिकति खुट्टा मर्केर भाँचेको भए पनि गाडी सारी चलाइहाल्नुहुन्छ किन चलाउँछु भयो भने चलाउँछु किनभने मनमा पिर भएपछि यो खुट्टा यिनीले केहीले नरोक्दो रहेछ अब यति हेर्नु सबै यो खुट्टा मर्केछ अब यस्तो गरेर हिँडे पनि यो खुट्टा भन्दा बढी यहाँ दिलको चोट दुख्छ अनि हजुर अब त्यस्तै हो अब दिउँसो त यता हेरिन्छ उता हेरिन्छ मन बुझाइन्छ राति त हेर्नुहोस् अब घर एक्लै छ तपाईँले थाहा अब मनमा अँध्यारो हुन्छ अब अँध्यारो हुनाको कारणले अब वनमा आगो लागेको सबै देख्छ मनमा आगो लागेको कसले देख्छ र भनेर कहाँनिर छैन अब देख्दैन रहेछन् अब त्यही हो जिन्दगी भनेको मनमा आगो लागेको कसैले देख्दैन आफ्नो मनमा जे छ जस्तो छ आफै माथि थाहा छ अरूलाई केही थाहा हुँदैन किनकि अब त्यो हामीले कति भन्छौँ एउटा कुरा के आफ्नो मनको कुरा कसैले सुनायौँ भने हल्का हुन्छ अरे भन्छ तर त्यो एउटा मान्छेको विश्वास तोडेको जस्तो किनकि त्यो मान्छेले हामीले कुरा सुनान्छौँ तर त्यो मान्छेले अलिकति हाम्रो कुरा भनेको मजाक बनाइदिन्छ कसै मान्छेले कसैले नै सबैले बनाउँछ जिन्दगीमा। मजाक अहिलेको दुनियाँ नै यस्तै भइरहेको आफ्नो मनको कुरा पोख्न पनि धेरै गाह्रो भइसक्यो गाह्रो हुँदो रहेछ मनको कुरा पोख्न पनि अहिले यत्ना सुनिरहेको छन् अलि तलतिर गएर मजाक बनाइरहेको छन् त्यही हो ए यसको त फल्ना यस्तो उस्तो मजाक बनाउँछन् भएका एउटा कुरामा चारवटा कुरा पनि जोड चारवटा कुरा दिन्छन् जोडेर भन्छ दुनियाँ यस्तै रहेछ अब अरूको के कुरा गर्नु अलिकति तपाईँ अलिकति यस्तो हुनुभएको छ अब तपाईँको दाजुभाइले पनि भन्ने गर्छ त्यो त यस्तो भयो उस्तो भयो ए त्यो त पहिला यस्तो भन्थ्यो उस्तो भन्थ्यो भन्छ तपाईँलाई अब आफ्नै दाजुभाइ आफ्नै बाबुआमाले पनि कुरा काट्छन् कि अरू बाहिरी मान्छेको कुरा छोडिदिनु त्यो त भनिहाल्छन् अब यस्तो ओइ, गर्छु अहिले भन्थे, तक त उस्तो काटेको गर्छु छैन। भन्थे अहिले उसले यस्तो गरिरहेछ गर्न सकेको छैन भनिरहेछ त्यो त भनिहाल्छ नि अब त्यो तपाईँभन्दा अलिकति दाजुभाइ कमानेवाला छ भनेपछि तपाईँको बुवाले आमाले पनि त्यहीले अलिकति हेर्छन् कि हजुर। अलिकति नकमाने भइसकेपछि त्यो छोरालाई अलिकति पछाडि नै किनकि हाम्रो फेरि अलिकति धन सम्पत्ति कमाउने र नकमानेमा विभेद पनि गर्छन् आजभोलिको जमानामा भेदभाव धेरै छ। धेरै भेदभाव धेरै हुन्छ धेरै गर्छन् अब कमाउने त कमाउने भइहाले अनि नकमाउने नकमाउनेले चाहिँ अब त्यसले के गर्छ र के त्यसले के गर्छ र भन्ने के कुरा गर्न सक्छ र त्यसको के छ र यसको उस्तो छ यसलाई यतै पारिदिने हुन्छ। भनेपछि त्यस्तो सबैको हुँदो रहेछ। बुवामा त्यस्तो चाहिँ हुन चाहिँ हुँदैन हुँदैन न बुझ्छन् अब कोही कोहीको चाहिँ त्यस्तो चलो हुन्छन् भन्न खोजेको कोही कोहीको हुन्छन् अब भइरहेको छ होइन यताउता समाजमा। समाजमा देखिरहेको छ। बिग्रिसक त्यसको क्यामेरा वनर अलिकति आफू सफलता छ भनेपछि नि
सबैको साथ सपोर्ट हुन्छ, सबैको हाई हुन्छ। अब अलिकति आफ्नो केही सफलता छैन, अलिकति धन सम्पत्ति छैन भनेपछि सबैले छिछि गर्ने गर्छन्, सबैको अब हेला भइन्छ। त्यस्तै जिन्दगी भनेको आज छ भोलि छैन, तर पनि मान्छेहरूमा धेरै घमण्ड छ अहिलेको जमानामा। पैसा छ भने सबैले मान्छेले पैसा छ भन्छन्। अब तपाईँको पछि अब हजारौँ मान्छे, अब के गर्नु चाहिँ अलिकति पैसा छैन भने त मान्छे अलिकति यो दिन यस्तै त भन्छन्। अब त्यो अलिकति मान्छेले पछि वास्तै राख्छ। जिन्दगी भनेको यस्तो हो, अलिकति आफ्नो यस्तो कुराहरू पुगेछ। अरूको त के कुरा गर्नु, अब त्यो अलिकति हाम्रो समाजमा देखिरहेको छ। समाजमा भन्दा मेरै अनि हजुरको श्रीमती हराएको कति दिन भयो? श्रीमती त यही चैते दसैँ भन्छन् कि के भन्छन्, यसै हजुर के गरेर कहाँ जान्छु भनेर हिँड्नुभयो? माइत जान्छु भनेर निस्केको हो। मैले जाने हजुर माइती नेपालमा पुग्नु भएको थियो। माइती नेपालमा पुग्दाखेरि ओहो, त्यहाँ त माइत जान्छु भनेर इन्डिया जानु भनेको छैन त्यसो भए? हजुर मलाई थाहै थियो। हजुरले फोनै गर्नु भएन? नेपाल आएको थिएँ। हजुर। नेपाल आउँदाखेरि अब माइती नेपालबाट पनि निकालेर मैले मान्छे ठिकै छ, अब जे जस्तो भए पनि जिन्दगीमा हार नमान्नुलाई। त्यही हो, जिन्दगीमा हार मान्नु हुँदैन कहिले पनि। छोरा मान्छे भइसकेपछि म यो गर्न सक्छु, यस्तो गर्न सक्छु। देख्नु भएको छ होला कति अपाङ्ग मान्छेहरू पनि, कस्ता मान्छेहरूले पनि विश्व रेकर्ड राखेका छन्। हामी त अझै हात खुट्टा छ, सबै कुरा छ। हार मान्नु हुँदैन कहिले पनि जिन्दगीमा। छोरा मान्छेको जिन्दगी भनेको यस्तो जिन्दगी हो कि कुकुरको भन्दा रड्डी जिन्दगी हो। त्यसैले कहिले पनि जिन्दगीमा हार मान्नु हुँदैन। छोरा मान्छेले सबैको अगाडि रुन सक्दैन कि, मान्छेको मनमा जे जस्तो भए पनि सबैको अगाडि रुन सक्दैन। एकान्तमा गएर कहाँ मान्छेले कहाँ सुन्दैन, कस्तो ठाउँमा गएर अलिकति खोला नाला जस्तो ठाउँमा गएर रुनुपर्छ। त्यसैले कहिले जिन्दगीमा हार नमान्नु। अझै त्यस्तै गरेर ठुलो सोच राखेर ठुलो हृदय बनाएर अगाडि बढाउनु भन्दै टेन्सन नमान्नु भन्दै हामी फेरितिर तपाईँहरूको घरमा आउनेछौँ। तपाईँसँग कुराकानी गर्न हामी दिनौँ भेट्न आउनेछौँ। अब हामी तपाईँलाई केही सहयोग गर्नेवाला छौँ। त्यहाँ हाम्रो साथीसँग अलिकति छ होला, मसँग चाहिँ त्यति धेरै त छैन होइन। केही कुराहरू सहयोग गर्छ भने चाहिँ सहयोग गर्छन्। अब हामीसँग पनि त्यति त छैन। आज मैले फेरि जेबमा हालेन कि तपाईँलाई यसो भेट्न लाग्छु। इन्डियाबाट आउनु भएको छ भने छ भने थाहा भएन। अहिले चाहिँ मसँग 3000 जति रहेछ होइन। तपाईँको लागि केही सल्लाह हुन्छ होइन। जिन्दगी यस्तै हो, टेन्सन नगर्नु भन्दै हामी पनि अब बात गरिसक्यो, घर जानु पर्ने हुन्छ। फेरितिर आउँछ। हुन्छ, धन्यवाद सहयोग गर्नुभयो हजुरहरूले। केही उसले चलो यति सहयोगले पनि मेरो केही बन्न सक्छ। खुट्टाको उपचार गरेर म पनि निस्किने हो। अब केही गर्न सक्छ। धन्यवाद हजुरहरूलाई यतिको सहयोग गर्नुलाई। आइराख्नु होला भोलि। हजुर मिलिराख्नु।